हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। केही पनि स्वागत छ जो आज चाहिँ म खेतमा आली लगाउन जाँदैछु होइन। यहाँ तल अहिले बारीमा त जाँदैछु म। बारीमा तल म डोरी मकै लगाएको छैन होइन, डोरी मकै लगाएको छैन, त्यही भएर यहाँ डोरी मकै आदि लगाइरहेछ। अनि त्यसपछि यहाँ तल कुदालोहरू यहाँ तल छाडेको छु, त्यही भएर कुदालो लिन जाँदैछु म। गाइज म चाहिँ कुदालो बोकेर परे पुगिसकेँ, खोल्सी पार पुगिसकेँ। हुन्छ त्यो खेतमा 3 गरा जतिरहेको छ। आज त्यही आली लाउनु पर्ने छ है, त्यही आली लगाएको देखाउँछु म भरे। हाम्रो धानको बिउ पनि लामो भइसक्यो। हेलो गाइज, म चाहिँ भर्खरै खेतको आली लगाइसकेर फर्केँ है। 3-4वटा घर थियो, त्यही आली लाउनु थियो, त्यही भएर आली लाएर फर्किसकेँ म। हाम्रो खेत चाहिँ यतापट्टि चाहिँ
यतापट्टि उपर देख्न सक्नुहुन्छ है, अलिअलि मात्रै देखिन्छ। यो सबै रुखको बाँसले छेकेर त्यही हो साथीहरू, हाम्रो गाउँघरको काम यस्तै छ। गाउँघरको काम भनेको यस्तै खेतीपाती त हो है। यहाँ चाहिँ मकै फल्न आँटिसकेको छ। यो गोडेको चाहिँ 1 महिना अब अलिक ठिकै छैन होला, तर फल्न आँटिसक्यो। यहाँ तल यो चाहिँ भर्खरै 4-5 दिन होला गोडेको है, मकै यस्तो छ। यो चाहिँ पछ्लो मकै हो, यो चाहिँ अगाडिकोहरू यिनीहरू देख्न सक्नुहुन्छ। यिनीहरू अगाडिको जति फल्न आँटिसक्यो, पछाडि जति भर्खर डोरी लगाइँदैछ। सो गाइज आजलाई चाहिँ भिडियो यति नै है।